बाजे त खतरै रहेछन् नि यार कुरा नगर्नु यार खाना दे त खाना देन खाना ओहो खाना कहाँ पकाइछ हो कुकरमा पकाउन आउन्न यो खाना के हो यस्तो मलाई एउटा पनि मन पर्दैन यो खाना खाना के पकाएको हो चामल ल्याउन सकिस् बेटासँग रप पाडेर हल्ला गर बाबा यस्तो किन गर्नुहुन्छ खै हामीलाई पढ्न पनि पाएको छैन केही गर्न भएको छैन सरले निकाल्नुहुन्छ अनि देश पनि छैन केही छैन ओ सर हो त्यो नेपाल आधा जानी हामी पर्दैनन् पढ्न त धेरै हजुरहरूले विदेश पनि गर्नु न आजकल पनि गर्नु न राम्रोसँग पढ्दा पनि पर्दैन ए सर भइहाल्छ नि यता आउनुहोस् न हेर त हेर सरको टाउको यस्तो छ भिड्दैको ए बुढी चुप लाग हेर यो चाहिँ नभन सर भइहाल्छ मेरा छोराछोरीलाई हौसला बनाउनुहोस् भइहाल्छ हजुरको छोराछोरीले पढ्नु पनि पढ्यो नि त म्याम कस्तो छ आरा अरे त्यही छ ए ठिकै हो मेरा छोराछोरीलाई हौसला बनाउनुहोस् भइहाल्छ यस्तो मिलाएर पनि गर्छु ल ल हुन्छ त धन्यवाद